सो सलिडको प्युरिफिकेसन कसरी गर्ने? प्युरिफिकेसन अफ सलिडलाई सलिडको सबभन्दा इम्पोर्टेन्ट टेक्निक भनेको क्रिस्टलाइजेसन भइहाल्यो है। क्रिस्टलाइजेसन याद गर्नु पर्यो। नम्बर सेकेन्ड टेक्निक भनेको सब्लिमेसन। सब्लिमेसन याद गर है, सब्लिमेसन। र थर्ड वाला टेक्निक सलिडको प्युरिफिकेसनको लागि हामीले के पनि युज गर्न सक्छौँ त भन्दा क्रोमेटोग्राफी। क्रोमेटोग्राफी यसको धेरै डिटेलमा जाँदिनँ है, म कुनै पनि चिजको धेरै डिटेलमा जाँदिनँ, हामीलाई चाहिने चिज मात्रै हामी जान्छौँ। क्रिस्टलाइजेसन, सब्लिमेसन र क्रोमेटोग्राफी। कस्तो कस्तो कम्पाउन्ड सलिडको लागि कुन कुन टेक्निक युज गरिन्छ है त्यो जान्नु पर्यो। क्रिस्टलाइजेसन, दिस टेक्निक इज बेस्ड अन द प्रिन्सिपल अफ, सबभन्दा इम्पोर्टेन्ट क्वेसन, क्रिस्टलाइजेसन टेक्निक इज बेस्ड अन द प्रिन्सिपल अफ, भन त कसैलाई थाहा छ भने? क्रिस्टलाइजेसन टेक्निक इज बेस्ड अन द प्रिन्सिपल अफ भन्यो भने एनी आइडिया? सोलुबिलिटीमा, डिफरेन्स इन सोलुबिलिटी। हेरेर जान्नु पर्यो, यही सोध्ने इन्ट्रान्समा सोध्ने क्वेसन यही हो ठ्याक्कै। डिफरेन्स इन solubility. This technique is based on the principle of difference in solubility. Difference in solubility भन्नेमा बेस्ट हो यो, solubility बेस्ट टेक्निक हो क्रिस्टलाइजेसन। इट इज बेस्ड अन द प्रिन्सिपल अफ डिफरेन्स इन सल्युबिलिटी, याद गर्नु पर्यो है। सल्युबल कुन कम्पोनेन्ट बढी सल्युबल छ त्यो कम्पोनेन्ट चाहिँ के हुन्छ त? क्रिस्टलाइज आउट फर्स्ट हुन्छ के, बुझ्यौ? बुझे सर। ओके, यो याद गर्नु पर्यो, डिफरेन्स इन सल्युबिलिटी याद गर्नु पर्यो। क्रिस्टलाइजेसन पनि दुईटा छ है, एकछिन एउटा इन्डिभिजुअल गरेर जाउँ। फ्र्याक्सनल क्रिस्टलाइजेसन, फ्र्याक्सनल क्रिस्टलाइजेसन। फ्र्याक्सनल क्रिस्टलाइजेसन भन्ने टेक्निक चाहिँ कस्तो केसमा युज गरिन्छ? दुईटा सलिडहरू छन् जसको सल्युबिलिटी चाहिँ त्यति धेरै ह्युज डिफरेन्समा छैन, मच मोर डिफरेन्स छैन, बुझ्यौ नि? बुझे सर। ओके, द सल्युबिलिटी अफ टु सब्सटेन्सेस इन एनी सल्भेन्ट, यसमा के हुन्छ त भन्दा द सल्युबिलिटी अफ टु सब्सटेन्सेस, सब्सटेन्सेस भनेको सलिड सब्सटेन्सेस है, इन अ सल्भेन्ट, कुनै एउटा सुइटेबल सल्भेन्ट भनौँ न ल, सल्भेन्ट चाहिँ सेम हुनुपर्छ है फेरि, सुइटेबल सल्भेन्ट इज not much difference, not much difference, त्यति धेरै डिफरेन्स छैन भने not much difference। अनि के हुन्छ त भन्दा कुन कम्पोनेन्ट क्रिस्टलाइज हुन्छ पहिला भन त? मोर सोलुबल कम्पोनेन्ट कि लेस सोलुबल कम्पोनेन्ट? मोर सोलुबल हो र सर। मोर सोलुबल क्रिस्टलाइज आउट फर्स्ट हुन्छ कि लेस सोलुबल? भन त। कुन हुन्छ होला? लेस लेखिसक्नु भयो, लेस सोलुबल हो र। ओके, लेस सोलुबल चाहिँ क्रिस्टल भन्छ, मोर सोलुबल चाहिँ सोलुसनमै रहिरहन्छ, अनि त्यो पछि सेकेन्डमा चाहिँ त्यो क्रिस्टल हुन्छ कि है। हुन्छ सर। लेस सोलुबल कम्पोनेन्ट क्रिस्टलाइज आउट फर्स्ट। कहिलेकाहीँले चाहिँ हामी यो क्रिस्टलाइजेसनलाई इनिसिएट गर्नको लागि केही सब्सटेन्सहरू बाहिरबाट एड गर्नुपर्छ कि क्रिस्टलै बन्दैन पहिला। जस्तै हामी नुन र चिनी राख्यौँ होइन, नुन र चिनी राख्यौँ भने नुन र चिनी मध्ये अब त्यो क्रिस्टलाइज गर्न खोज्दाखेरि क्रिस्टलै बन्दैन। त्यसको लागि के गर्छौँ त भन्दा हामी बाहिरबाट अलिकति नुन अथवा चिनी राखिदिन्छौँ। त्यो नुन अथवा चिनी राखिदिने बित्तिकै अब त्यो चाहिँ क्रिस्टल बन्न त्यसमाथि चाहिँ
अरू नुन अथवा चिनीको क्रिस्टल चाहिँ डिपोजिट हुन थाल्छ। त्यो अलिकति एक्स्ट्रा सब्सटेन्सेस जुन एड गर्छौँ नि त्यसलाई सिडलिङ भन्छ कि। क्रिस्टल फर्मेसन इज इनिसिएटेड बाई एडिङ सम एक्स्ट्रा सब्सटेन्सेस इट इज कल्ड भनेर सोधेको छ एक्चुली सोधेको छ। इन्डियन इक्जाममा सोधेको, नेपालको इक्जाममा त होइन त्यो पनि। सिल्डिङ भन्छ है, तपाईँ लेखिदिउँ न होइन, सोधिहाल्यो भने के गर्ने लेख त। समटाइम्स क्रिस्टल फर्मेसन can be initiated by addition of any one substances. It is called सिडलिङ। बिउ छर्ने भन्छ जस्तै कि है। इक्जाम्पल अब क्रिस्टलाइजेसन टेक्निकबाट के अरे फ्रेक्सनल क्रिस्टलाइजेसनबाट सेपरेट गर्ने कम्पाउन्ड छ। जस्तै ग्लुकोज तिमीलाई थाहा छ नि? हजुर सर। अनि फ्रुक्टोज पनि थाहा छ नि? फ्रुक्टोज चाहिँ स्वीटर भन्दा साथै सर सबभन्दा स्विटेस्ट कार्बोहाइड्रेट भनेको कुन हो? फ्रुक्टोज हो नि। अनि ग्लुकोज र फ्रुक्टोज मध्ये पानीमा कुन बढी घुल्छ होला तिमीलाई थाहा छ? कसैलाई थाहा छ ग्लुकोज इज मोर सोल्युबल इन वाटर, ग्लुकोज अर फ्रुक्टोज? थाहा भएन सर, यो त थाहा भएन है। ओके, तिमीहरूलाई एउटा कुरा थाहा हुनु पर्यो, पछि हुन त कार्बोहाइड्रेट के सुगर पढाउँदा म भनिदिउँला। स्विटनेसको जुन अर्डर छ नि, स्विटनेसको अर्डर भनेकै अर्डर अफ सोल्युबिलिटी हो कि। जुन बढी स्विटर त्यो बढी सोल्युबल हो कि खासमा। भनेपछि अब त आन्सर आयो नि त, ग्लुकोज बढी सोल्युबल कि फ्रुक्टोज? फ्रुक्टोज बढी सोल्युबल हुनुभयो। फ्रुक्टोज बढी सोल्युबल हुन्छ। यदि ग्लुकोज र फ्रुक्टोजको मिक्सर छ भने तिनीहरूको सोल्युबिलिटीमा एकदमै ड्रास्टिक डिफ्रेन्स आउँदैन, फेरि स्लाइट डिफ्रेन्स मात्रै आउँछ है, एकदमै ह्युज डिफ्रेन्स आउने होइन, भेरी स्लाइट डिफ्रेन्स हो। स्लाइट डिफ्रेन्स भयो भने सुक्रोज इज मोर सोल्युबल देन ग्लुकोज। र सुक्रोज र ग्लुकोजको मिक्सर छ भने त्यो दुईटा सलिड हो नि त, थाहा छ नि तिमीलाई? कसरी सेपरेट गर्छौ भने तिमी के भन्ने त? फ्रेक्सनल क्रिस्टलाइजेसन भन्ने। फ्रेक्सनल क्रिस्टलाइजेसन भन्ने। अनि यिनीहरूको फर्मुला चाहिँ एउटै हुन्छ होइन सर? होइन, फर्मुला मोलिकुलर फर्मुला एउटै हुन्छ तर स्ट्रक्चरल फर्मुला डिफ्रेन्ट हुन्छ है। स्टेरियोकेमिस्ट्रीले गर्दा हो सर? होइन, स्ट्रक्चरल फर्मुलै डिफ्रेन्स हुन्छ बाबु, स्टेरियोकेमिस्ट्रीले मात्रै होइन। ग्लुकोज र फ्रुक्टोजमा फङ्सनल ग्रुप नै डिफ्रेन्ट हुन्छ। इक्जाम्पलमा ग्लुकोज एन्ड फ्रुक्टोज आर सेपरेटेड बाई भनेर सम्झिन सकिन्छ कि। हुन्छ। अनि सल्ट एन्ड सुगर छ नि, सल्ट एन्ड सुगर दुइटै पानीमा घुल्छ कि घुल्दैन? घुल्छ नि। अनि दुइटै सल्ट र सुगर दुइटै पानीमा घुल्छ र त्यसलाई सेपरेट गर्नु पर्यो भने कुन टेक्निकबाट गर्छ भने के भन्ने? फ्रेक्सनल क्रिस्टलाइजेसन। ओके, बुझ्यौ नि? बुझ्यो सर। अनि यसको लागि चाहिँ सल्ट र सुगर चाहिँ यु क्यान अल्सो युज सिम्पल क्रिस्टलाइजेसन है। यो सिम्पल क्रिस्टलाइजेसन पनि गर्न मिल्छ किनभने यिनीहरूको सोल्युबिलिटी चाहिँ ह्युज डिफ्रेन्स पनि हुन्छ कि। अब कसरी थाहा पाउने त सर यो ह्युज डिफ्रेन्स हुन्छ कि हुँदैन? यु क्यान अल्सो युज फ्रेक्सनल क्रिस्टलाइजेसन। त्यो त फ्रेक्सनल त गर्न मिल्छ है। तर सिम्पल क्रिस्टलाइजेसन चाहिँ कस्तो केसमा मात्रै गर्न मिल्छ भन्दा जस्तो केसमा ह्युज डिफ्रेन्स हुन्छ त्यस्तो केसमा चाहिँ सिम्पल गर्न मिल्छ। फ्रेक्सनल चाहिँ कस्तो केसमा गर्न मिल्छ एक्ज्याक्टली थाहा छ तिमीलाई? जस्तोमा नै गर्न मिल्छ। फ्रेक्सनल गर्न नमिल्ने त केसै भएन नि, होइन र? किनभने फ्रेक्सनल क्रिस्टलाइजेसन गर्दा त त्यो डिफ्रेन्ट कोलुममा गएर डिफ्रेन्ट क्रिस्टल बन्ने त हो नि, होइन र? भन्छ त त्यसमा त जस्तो लागि पनि गर्न मिल्छ। तर सिम्पल क्रिस्टलाइजेसन चाहिँ कुनै लिमिटेड कम्पाउन्डहरूको लागि मात्रै गर्न मिल्छ जसमा सोल्युबिलिटी चाहिँ ह्युज डिफ्रेन्स हुन्छ। अब सर यो ग्लुकोज र एउटा ग्लुकोज भयो, एउटा सुगर भयो, एउटा चिनी भयो, एउटा नुन भयो, त्यसमा ह्युज डिफ्रेन्स हुन्छ र सोल्युबिलिटीमा भनेर तिमीलाई लाग्न सक्छ नि, के हुन्छ होला? ह्युज डिफ्रेन्स हुन्छ कि हुँदैन होला? ह्युज डिफ्रेन्स हुँदैन होला सर यो अहिलेको केसमा चाहिँ। किन भन त? सल्ट र सुगरमा ह्युज डिफ्रेन्स हुँदैन र? सल्ट र सुगरमा चाहिँ ग्लुकोज र फ्रुक्टोजको केसमा चाहिँ हुँदैन होला, सल्ट र सुगरको केसमा चाहिँ थाहा।
ग्लुकोज र फ्रुक्टोज केसमा त हुँदैन है, किनभने एकदमै स्लाइट डिफ्रेन्स हुन्छ। सल्ट र सुगर केसमा चाहिँ कसरी थाहा पाउने सर ह्युज डिफ्रेन्स हुन्छ कि हुँदैन भने सल्ट भनेको त आयोनिक कम्पाउन्ड हो नि त, अनि सुगर भनेको त अर्ग्यानिक कम्पाउन्ड हो नि त। अनि आयोनिक कम्पाउन्ड र अर्ग्यानिक कम्पाउन्डको सोलिबिलिटीको रेट एउटै हुन्छ र कहिले हुँदैन सर। हो, त्यही भएर यिनीहरूको बिचमा चाहिँ ह्युज डिफ्रेन्स हुन्छ। सो सल्ट एन्ड सुगर क्यान बी सेपरेटेड बाई भन्यो भने सिम्पल क्रिस्टलाइजेसन भन्न पाइयो कि पाइएन? पाइयो। पाइयो। तर ग्लुकोज एन्ड फ्रुक्टोज क्यान बी सेपरेटेड बाई भन्यो भने सिम्पल क्रिस्टलाइजेसन भन्न पाइयो कि पाइएन? पाइएन। पाइएन। माथिकोमा चाहिँ फ्रेक्सनल क्रिस्टलाइजेसनै हुनु पर्यो, तलकोमा चाहिँ सिम्पल क्रिस्टलाइजेसन हो। मैले तिमीलाई यो दुईवटा इक्जाम्पल किन लेखेको भन्दा सेपरेट गर्न अलिकति सजिलो होस् भन्नलाई मात्रै हो। अनि सर यदि सल्ट र सुगरको क्वेसन आयो है, अनि अप्सनमा चाहिँ फ्रेक्सनल क्रिस्टलाइजेसन र सिम्पल क्रिस्टलाइजेसन दुइटै दियो भने चाहिँ हामीले सिम्पलमा लगाउने। सिम्पलमा लगाउने, किनभने यसमा ह्युज डिफ्रेन्स हुन्छ। तर खालि क्रिस्टलाइजेसन मात्रै भन्यो भने द्याट इज ओके, अथवा फ्रेक्सनल क्रिस्टलाइजेसन मात्रै अप्सनमा छ भने द्याट इज अल्सो ओके। तर फ्रेक्सनल र सिम्पल दुइटै छ भने गो फर सिम्पल क्रिस्टलाइजेसन। तलको चाहिँ माथिको चाहिँ अलवेज गो फर फ्रेक्सनल क्रिस्टलाइजेसन। कुरा बुझ्यौ? बुझेँ सर। ल यो सम्झिनु पर्यो। भेरी सिम्पल टेक्निक हो यो। तिमीलाई इन्ट्रान्समा चाहिँ के सोध्छ त नेपालको इन्जिनियरिङ इन्ट्रान्समा भने क्रिस्टलाइजेसनबाट सबभन्दा सोध्ने क्वेसन चाहिँ द प्रिन्सिपल अफ क्रिस्टलाइजेसन इज बेस्ड अन भनेर सोध्छ। डिफरेन्स इन सोलिबिलिटी, यो कहिले पनि नबिर्सने। डिफरेन्स इन सोलिबिलिटीमा बेस्ड हुन्छ भनेर थाहा पाउने। अनि सोलिडको प्युरिफिकेसन कुन टेक्निकबाट, यो मध्ये कुन टेक्निकबाट गरिन्छ भन्छ। डिस्टिलेसन, क्रिस्टलाइजेसन, अनि गएर सेपरेटिङ फनेल, यस्तै यस्तै सोध्छ। हामीले चाहिँ आन्सर के लेख्नु पर्यो? अब त्यसमा सुइटेबल अप्सन्सहरू के छ? सब्लिमेसन पनि हुनसक्छ, डिस्क्रिस्टलाइजेसन पनि हुनसक्छ, या क्रोमेटोग्राफी चाहिँ ठ्याक्कै हुँदैन अप्सनमा, किनभने क्रोमेटोग्राफी भनेको सलिडको लागि पनि युज हुन्छ, लिक्विडको लागि पनि युज हुन्छ, ग्यासको लागि पनि युज हुन्छ। त्यो कमन चिज हो, त्यही भएर कमन चिज सोलिडको लागि पनि हुने भएर मात्रै मैले नाम लेखेको सोलिडमा पनि। तर क्रोमेटोग्राफी टेक्निक चाहिँ ग्यास क्रोमेटोग्राफी भन्ने हुन्छ, लिक्विड क्रोमेटोग्राफी भन्ने हुन्छ, अनि गएर तिम्रो हाई पर्फर्मेन्स लिक्विड क्रोमेटोग्राफीहरू भन्ने हुन्छ, अनि थिन लेयर क्रोमेटोग्राफीहरू भन्ने हुन्छ, पेपर क्रोमेटोग्राफीहरू भन्ने हुन्छ। त्यो सलिडहरूको लागि पनि युज हुन्छ, लिक्विडको लागि पनि युज हुन्छ, ग्यासको लागि पनि युज हुन्छ है। भनेपछि सलिडको लागि युज गर्न मिल्ने, म्याक्सिमम युज गर्न मिल्ने टेक्निकहरू चाहिँ तिमीले याद गर्नु पर्यो। क्रोमेटोग्राफी, सरी ओके ठिक छ, क्रिस्टलाइजेसन अनि सब्लिमेसन है मेनली चाहिँ। ओके, अरू पनि टेक्निक छन्, जस्तै हामी फिल्ट्रेसन पनि गर्न मिल्छ नि, सलिडको लागि मिल्छ। फिल्ट्रेसन सोलिड र लिक्विडकोबाट छुट्याउनु पर्यो भने चाहिँ मिल्छ। ओके, भेरी गुड। यो सलिडको सेपरेसन भनेको के हो त? सलिड र लिक्विड हो कि सलिड र सलिड हो? सलिड र सलिड हो यो। हो, त्यही भएर कतिजनाले चाहिँ सर फिल्ट्रेसन पनि गर्न मिल्छ नि भन्छ कि। अब मलाई भन त, सलिडको सेपरेसनमा फिल्ट्रेसन गर्न मिल्छ कि मिल्दैन? मिल्दैन, सलिड सलिडको कहिले पनि मिल्दैन। भेरी गुड हो। सलिडको सेपरेसन भनेको सलिड सलिड हो कि, सोलुसनको सेपरेसन भने होइन नि त। बुझ्यौ नि? बुझ्यो ल भनेपछि अलिकति आइडिया आइहाल्यो। क्रिस्टलाइजेसन टेक्निक तिमीले सम्झिन सक्छौ होला। फ्रेक्सनल क्रिस्टलाइजेसन भयो। अनि सिम्पल क्रिस्टलाइजेसनमा चाहिँ तिम्रो के हुन्छ त भन्दा डिफरेन्स चाहिँ सोलिबिलिटीको डिफरेन्स चाहिँ अलिकति हाई हुन्छ। यो सबभन्दा फर्स्ट कुरा भइहाल्यो। अनि त्यस पछाडि इक्जाम्पलहरू सम्झे भइहाल्यो। मैले यसलाई धेरै एक्सप्लेन गरेर बस्दिनँ सिम्पल क्रिस्टलाइजेसनको बारेमा है त। ल अब हाम्रो सबभन्दा सेकेन्डमा मोस्ट इम्पोर्टेन्ट सोलिडको सेपरेसनको नम्बर 2 पार्ट इज सब्लिमेसन। हाम्रो इक्जाममा अर्डर चाहिँ हामीले कुन सल्ट भन्ने कि पहिला सुगर भन्ने हो होइन सर? के बाबु? यो सल्ट र सुगरमा नि हामीले स्विटनेस नै हेर्ने। सल्ट र सुगरमा स्विटनेस हेर्ने होइन नि कान्छा, त्यो त कार्बोहाइड्रेटमा मात्रै हो स्विटनेस हेर्ने त है। कार्बोहाइड्रेटमा स्विटनेस हेर्ने। सल्ट र सुगरमा त एउटा आयोनिक र अर्ग्यानिक त कम्पेयरै गर्न मिल्दैन। मस्ट यो त कति कति मोर सोल्युबल हुन्छ, मोर सोल्युबल हुन्छ है। सल्ट चाहिँ सुगर चाहिँ लेस सोल्युबल हुन्छ। अर्को चाहिँ तिमीले मलाई ग्लुकोज र फ्रुक्टोजको भन्दै थियौ नि सचेत है, म सिकाइदिन्छु भन्दा भन्दा बिर्सेँ। CHO COH H यो क्लास 12मा पढ्नुपर्छ पढ्न चाहिँ है। त्यही पनि तिमीले सोधेको भएर अहिले मैले सिकाइदिइहालेँ। क्लास 12मा यसको स्ट्रक्चरै सोध्छ कि, ड्र द स्ट्रक्चर अफ ग्लुकोज एन्ड फ्रुक्टोज भनेर सोध्छ। 2 मार्क्समा यदि स्ट्रक्चर बनाएको 2 मार्क्स आउँछ हेर त। CH2OH यो चाहिँ ग्लुकोज हो। ग्लुकोजमा अल्डिहाइड भन्ने फङ्सनल ग्रुप हुन्छ कि, भने फ्रुक्टोजमा चाहिँ फङ्सनल ग्रुप नै चेन्ज हुन्छ, किटोन हुन्छ। ग्लुकोजमा फ्रुक्टोज कुन आइसोमर्स हो भनेर पनि सोध्छ। आन्सर भन्नु पर्यो फङ्सनल आइसोमर्स, किनभने दे हेभ डिफ्रेन्ट फङ्सनल ग्रुप। यो पनि याद गरिराख। स्टेरियो आइसोमर्स होइन ग्लुकोज र फ्रुक्टोज, फङ्सनल आइसोमर्स। किनभने फङ्सनल ग्रुप नै के हुन्छ त? डिफ्रेन्ट हुन्छ। यो फ्रुक्टोज हो है। स्ट्रक्चरमा डिफ्रेन्स रहेछ, तर मोलिकुलर फर्मुला हेऱ्यो भने दुइटैको फर्मुला के हुन्छ? C6H12O6 हुन्छ। खालि मोलिकुलर फर्मुला मात्रै हेर्दैमा स्ट्रक्चर एउटै हुन्छ भनेर भन्न पाइन्छ कि पाइँदैन?
पाइँदैन। कहिले पनि पाइँदैन है। बुझ्यौ? जस्तै हेर न, मैले तिमीलाई लेखेँ C2H6O, यो कम्पाउन्ड के हो? कसैले मलाई भन्न सक्छ? व्हाट इज दिस कम्पाउन्ड? C2H6O भन्नुभयो। के हो यो C2H6O भनेको? CH3CH2OH हो कि होइन? पनि हुन्छ सर। CH3CH2OH हो कि होइन? हो सर। और यो पनि हो कि होइन त? CH3 हो, CH3 पनि हो। अनि त भनेपछि मोलिकुलर फर्मुला एउटै हुँदैमा स्ट्रक्चर के अरे एउटै हुन्छ, त कम्पाउन्ड एउटै हुन्छ भन्न पाइने कि नपाइने? नपाइने। नपाइने है। दे मे बी आइसोमर्स। आइसोमर्स हुनसक्छ नि त, होइन र? हजुर सर। अर्ग्यानिक कम्पाउन्डको त एकदमै इम्पोर्टेन्ट फेनोमेना नै के हो त? आइसोमेरिजम हो नि त। हो। दे क्यान एक्टिभेट आइसोमेरिजम भनेपछि त दे क्यान अल्सो बी आइसोमर्स भनेर सम्झिनु पर्यो सबैजनाले। ल अब यो भयो। अब सब्लिमेसनमा जाउँ त। सब्लिमेसन टेक्निक इज युजफुल फर कस्तो सोलिडको लागि? क्लास 11 प्र्याक्टिकल पनि गरे हो तिमीहरूले सब्लिमेसनको बारेमा। जुन चाहिँ सोलिड फर्मबाट डाइरेक्ट ग्यासियस फर्ममा जान्छ त्यस्तो सोलिड। त्यसलाई हामी भोलाटाइल सोलिड्स भन्छौँ। त्यसलाई हामी के भन्ने अरे? भोलाटाइल सोलिड हो। भने अहिलेको क्रिस्टलाइजेसन टेक्निक चाहिँ नन भोलाटाइल सोलिडको लागि हो भने सब्लिमेसन टेक्निक चाहिँ जेनरली भोलाटाइल सोलिडको लागि हो। बुझ्यौ? बुझ्यो सर। भोलाटाइल सोलिड भनेको के हो त भन्दा सोलिडलाई हिट गर्यो भने डाइरेक्टली केमा जान्छ? ग्यासियस फर्ममा। भ्यापरमा जान्छ र भ्यापरलाई फेरि कुल गरेर डाइरेक्ट केमा चेन्ज हुन्छ? सोलिड। तर मलाई भन त सोलिड पछाडि हिट गरेर भ्यापरमा जाने हो कि लिक्विडमा जाने हो? सोलिड पछाडि के भन्नुभयो सर? सोलिडलाई हिट गर्दाखेरि भ्यापरमा जानुपर्ने हो कि लिक्विडमा जानुपर्ने हो? लिक्विडमा जानुपर्ने हो। तर सब्लिमेसन टेक्निक चाहिँ त्यस्तोको लागि मात्र युज गरिन्छ जुनमा सोलिड चाहिँ डाइरेक्टली केमा जान्छ? सोलिड चाहिँ डाइरेक्टली भ्यापरमा जान्छ। भ्यापरमा जान्छ विदाउट पासिङ थ्रु कुन फेज? लिक्विड फेज। लिक्विड फेज। सबै चिज सोलिड पछाडि लिक्विड अनि लिक्विड पछाडि भ्यापरमा जाने हो नि त जानलाई त। जस्तै आइसलाई हिट गर्यो भने वाटर बन्छ, वाटरलाई हिट गर्यो भने वाटर भ्यापर बन्छ। त्यो एउटा प्रोसेस हो। तर कुनै कति सलिड्सहरू यस्ता पनि छन् जुन डाइरेक्टली सोलिडबाट हिट गरेर केमा जान्छ? भ्यापरमा जान्छ। लिक्विड फेज नै त्यसले क्यारी गर्दैन हो। त्यस्तो सलिड्सहरूको लागि चाहिँ सब्लिमेसन टेक्निक युज गरिन्छ। त्यस्तो सलिडको इक्जाम्पलहरू तिमीले याद गर्नुपर्छ। कसैले मलाई भन्न सक्छ इक्जाम्पल्सहरू? 5-6 वटा इक्जाम्पल छन् इम्पोर्टेन्ट भन त। एउटा क्याम्फर हो। क्याम्फर सबभन्दा इम्पोर्टेन्ट। ल ठिक छ। तिमीले अहिले मार्केटमा गएर तिमी जस्तै तिमी भाटबटिनीमा गयौ सपिङ मलमा, भाटबटिनी सपिङ मलमा गएर हेऱ्यो भने त्यहाँ जेनरली क्याम्फर पाइँदैन। क्याम्फरकै काम गर्ने अर्कै चिज पाइन्छ। त्यो चिज के हो? कसैलाई थाहा छ कि? हेर्दाखेरि क्याम्फर जस्तै हुन्छ एक्ज्याक्टली। बास्ना पनि क्याम्फरको जस्तै आउँछ। कसैले थाहा छ? क्याम्फर भनेर हेर्न गयो भने भाटबटिनीमा जाऊ एकचोटि हेर। नेप्थालिन हो त्यो। नेप्थालिन बल भन्न पाइन्छ कि? नेप्थालिन पनि भोलाटाइल सोलिड्स हो। इभन एन्थ्रासिन पनि भोलाटाइल सोलिड्स हो। इभन बेन्जोइक एसिड इज अ भोलाटाइल सोलिड्स। सबभन्दा कमन इम्पोर्टेन्ट इक्जाम्पल त आयोडिन होइन र? बिर्को बन्द गरेर राख्नुपर्छ, आयोडिन त्यो सोलिड फर्ममा हुन्छ तर उडेर जान्छ भनेर के अरे नुनको विज्ञापनमा आउँथेन? हजुर सर। अमोनियम क्लोराइड पनि हो। अर्को तिमीले कोरोसिभ सब्लिमेट भन्ने सुनेको छ कि छैन? कोरोसिभ सब्लिमेट नाम त सुनेको, त्यति नाम चाहिँ कता कता सुनेको, त्यति युज गरिराखेको चाहिँ हैन। क्यालोमेल भन्ने थाहा छ कि छैन? क्यालोमेल सुने जस्तो लाग्छ सर, तर त्यो त्यति फ्यामिलियर भएन। क्यालोमेल भनेको चाहिँ तिम्रो क्यालोमेल इलेक्ट्रोडहरू हुन्छ नि, तिम्रो इलेक्ट्रोकेमिस्ट्री पढाइ भएको छैन होला, क्लास 12 मै पढ्ने। क्यालोमेल इलेक्ट्रोड्सहरू हुन्छ। क्यालोमेल भनेको चाहिँ Hg2Cl2 हो कि? Hg2Cl2। अनि कोरोसिभ सब्लिमेट भनेको चाहिँ HgCl2 हो। HgCl2 लाई हामी कोरोसिभ सब्लिमेट भन्छौँ। अब यो नामले पनि हामीलाई कति कुरा हेल्प गरिरहेको छ र त। सब्लिमेट भनेपछि यो भोलाटाइल सोलिड हो कि होइन होला? भोलाटाइल सोलिड हो। पक्का पनि हो। तिमीले डाइस पढ्यो होला, इन्डिगो भन्ने सुनेको छ? इन्डिगो इज अ भ्याड डाइस भन्छौँ हामी। यो एकदमै इम्पोर्टेन्ट क्वेसन हो। भ्याड डाइस पढाउँदाखेरि म के भन्छु? इन्डिगो भनेको इन्डिया गो, इन्डिया जाँदाखेरि भ्याट तिर्नुपर्छ भनेर सम्झाउँछु म चाहिँ।
इन्डिगो इज अ भ्याट डाइज, यो पनि भोलाटाइल सोलिड हो है, बुझ्यौ नि? एसेक्ट्रा भन्दै मैले, इम्पोर्टेन्ट क्वेसन छ भन्दैन न सर, के अरे बाबु? भ्याट डाइज भनेको चाहिँ डाइज हो यो, भ्याट डाइज भनेको अक्सिडेसन रिडक्सन डाइज हुन्छ। डाइ भनेको चाहिँ पछाडि डाइ भनेर च्याप्टरै पढाउँछु म, जम्मा 8वटा डाइको नाम सहित एक्जाम्पल सहित के कसरी काम गर्छ सिकाउँछु, त्यतिखेर फेरि भनौँला। अहिलेलाई चाहिँ खालि तिमीले के जान, इन्डिगो इज एन एक्जाम्पल अफ भ्याट डाइज भनेर सम्झ। यो भ्याट डाइज भनेको एउटा डाइजको टाइप हो। डाइ भनेको थाहा छ तिमीलाई? मिनिङ जस्ट धेरै कुरा थाहा भयो नि, मिनिङ त सुन्या होला। तिम्रो जस्तै कपाल रङ्गाउनु पऱ्यो भने तिमी डाइङ गर्छौ नि, त्यो डाइङ गर्ने भनेको डाइले हो कि। कपडा रङ्गाउनु पऱ्यो, चेन्ज गर्नु पऱ्यो, कलरिङ गर्नु पऱ्यो भने, जस्तै तिमी उलनको कपडा, उलको कपडा भन्छौ नि, यो कपडा उलन हो भन्छौ, तर तिमीलाई थाहा छ नि भेडाको उल चाहिँ कस्तो कलरको हुन्छ, सेतो सेतो कलरको हुन्छ, तर त्यो कपडा त डिफ्रेन्ट कलरमा भेटिरहेको थियो, हो त्यो कलर गरे हो नि त। त्यो कलर गर्ने प्रोसेसलाई डाइङ प्रोसेस भन्छ कि। डाई गर्ने भनेको त कलर गर्ने हो, केमिस्ट्री, अर्ग्यानिक केमिस्ट्रीको भाषामा हो। त्यो डाई गर्नलाई इन्डिगो चाहिँ कुन टाइपको डाई हो भन्दा भ्याट डाइज हो। भ्याट डाइज अथवा अक्सिडेसन रिडक्सन डाइज भन्छ। त्यो पछि डाई पढाउँदा पढाउँछु है म, चिन्ता नलिने है। ल, सो यिनीहरू सबै भोलाटाइल सोलिड्स हुन्। अनि भोलाटाइल सोलिड्सहरूको प्युरिफिकेसन चाहिँ कुन टेक्निकले गरिन्छ? सब्लिमेसन टेक्निकले। सब्लिमेसन टेक्निकले गरिन्छ। एउटा यस्तो रमाइलो क्वेसन सोध्यो नि, के क्वेसन सोधियो भन्दा नेप्थ्यालिन एन्ड बेन्जोइक एसिड भनेर सोधियो। बेन्जोइक एसिड यो इन्जिनियरिङको इन्ट्रान्समा सोधेको क्वेसन हो है। फेरि नेप्थ्यालिन एन्ड बेन्जोइक एसिड्स आर प्युरिफाइड बाई भनेर सोधियो। हेर त कस्तो रमाइलो क्वेसन सोधियो। नेप्थ्यालिन एन्ड बेन्जोइक एसिड्स आर प्युरिफाइड बाई भनेर सोध्यो। अनि नेप्थ्यालिन भनेको भोलाटाइल सोलिड हो कि होइन? हो। बेन्जोइक एसिड पनि भोलाटाइल सोलिड हो कि होइन? हो सर। अनि दुईटै भोलाटाइल सोलिड्स हो। अनि हाम्रो कन्सेप्ट चाहिँ के हुन्छ त भन्दा भोलाटाइल सोलिड्स आर प्युरिफाइड बाई सब्लिमेसन भन्ने टेक्निक कन्सेप्ट हुन्छ। तर सब्लिमेसन भन्ने टेक्निक चाहिँ कस्तो केसमा युज गर्ने हो त भन्दा दुईटा सोलिड मध्ये एउटा भोलाटाइल र एउटा चाहिँ नन भोलाटाइल हुनुपर्छ कि। इम्प्युरिटी चाहिँ नन भोलाटाइल हुनुपर्छ। हामीलाई चाहिएको सोलिड चाहिँ भोलाटाइल हुनुपर्छ र त्यसमा रहेको इम्प्युरिटी चाहिँ नन भोलाटाइल छ भने मात्रै हामी सब्लिमेसन युज गर्छौँ। जस्तै अब नेप्थ्यालिन र बेन्जोइक एसिड भन्यो भने त दुईटै भोलाटाइल भयो नि त, होइन र? हजुर सर। यस्तो केसमा हामी सब्लिमेसन युज गर्न सक्दैनौँ। त्यसमा के युज गर्न सक्छौँ होला, गेस गर? फ्र्याक्सनल डिस्टिलेसन। डिस्टिलेसन कसरी हुन्छ है? दुईटै सोलिडलाई डिस्टिलेसन गरिन्छ कहिले? क्रिस्टलाइजनै हो नि, जाने भन्ने नै होइन। सोलिडको प्युरिफिकेसनको लागि के जानु पर्यो त? क्रिस्टलाइजनै जानु पर्यो। यदि तिमी सब्लिमेसन गर्न सक्दैनौ भने त क्रिस्टलाइजेसन त हो नि अप्सन, अरू छँदै छैन तिमीसँग। फ्र्याक्सनल क्रिस्टलाइजेसन भन्न खोजेको डिस्टिलेसन भयो सर त। ठिक छ त्यसो भए ठिक छ होइन। जेनरली हामी फ्र्याक्सनल क्रिस्टलाइजेसन भन्दा पनि यसमा चाहिँ यो त बेन्जोइक एसिड र नेप्थ्यालिनमा बेन्जोइक एसिडको मास र नेप्थ्यालिनको मास अलिकति फरक हुन्छ। बेन्जोइक एसिडमा के हुन्छ त तिम्रो भन्दा के अरे हाइड्रोजन बन्डिङ बनाउने एबिलिटी हुन्छ भने नेप्थ्यालिनको हाइड्रोजन बन्डिङ बनाउने एबिलिटी हुँदैन। बुझ्यौ नि? बुझेँ सर। अनि त्यो भएको कारणले गर्दा तिनीहरूको रेट अफ सल्युबिलिटी एकदमै ह्युज डिफरेन्स हुन्छ। ह्युज डिफरेन्स भएको कारणले गर्दा यु निडन्ट युज फ्र्याक्सनल क्रिस्टलाइजेसन, तिमी सिम्पल क्रिस्टलाइजेसन पनि युज गर्न सक्छौ। किनभने बेन्जोइक एसिड त थाहा छ नि तिमीलाई, बेन्जोइक एसिडमा त COH ग्रुप हुन्छ, होइन र? हो सर। अनि OH ग्रुप भयो भने हाइड्रोजन बन्डिङ बनाउँछ कि बनाउँदैन वाटरसँग? बनाउन सक्छ हाइड्रोजन बन्डिङ। वाटरमा सोल्युबल हुन्छ कि हुँदैन? हाइली सोल्युबल हुन्छ। तर नेप्थ्यालिन हेर त, नेप्थ्यालिन भनेको त दुईटा बेन्जिन हो नि, यसमा हाइड्रोजन बन्डिङ बनाउने कुनै ग्रुप छ र? छैन कुनै पनि। छैन, त्यसले हाइड्रोजन बन्डिङै बनाउँदैन भने यसको सल्युबिलिटी के हुन्छ त? अलमोस्ट हुँदैन भने सम्झिनु पर्यो। भने चाहिँ एउटा हुन्छ एउटा हुँदैन भने चाहिँ यु क्यान युज क्रिस्टलाइजेसन टेक्निक। बुझ्यौ? बुझेँ सर। ल, सिम्पल क्रिस्टलाइजेसन टेक्निकबाट गर्न सक्छ है। ओके, सो बी केयरफुल है। दुईटा भोलाटाइल सोलिड दियो भने त्यतिखेर सब्लिमेसन युज गर्ने होइन, एउटा भोलाटाइल सोलिड दिएको छ भने मात्रै सब्लिमेसन युज गर्ने है। कुरा बुझ्यौ नि? अब नम्बर 3rd वान टेक्निक इज क्रोमेटोग्राफी। क्रोमेटोग्राफी योबाट चाहिँ अलिक धेरै क्वेसन सोधेको छ है। यही पनि सर, नेपालमै पनि हाम्रो नेपालमै पनि, यो त नेपालमै सोध्ने क्वेसन त हो नि। मैले तिमीलाई इन्डियामा सोध्ने एकदमै डिफिकल्ट लेभलको क्वेसन त पढाएकै छैन नि। त्यसको लागि त पुरा फिगर बनाएर, इन्डियामा त फिगर बनाएर त फिगर भित्रको स्टेप पनि सोध्छ है। तिमीहरूले त्यसको प्रोसेस कसरी भइरहेछ त्यो पनि सोध्छ। तर त्यसको लागि तिमीले यसो युट्युबमा हेरेर यसले कसरी काम गर्दो रहेछ भनेर हेऱ्यो भने एकदमै सजिलै बुझ्छौ। किनभने युट्युबमा चाहिँ रियल डायग्राम देखाइदिएको हुन्छ कि। मैले यहाँ बनाउँदा बनाएको डायग्राम बनाउनु पऱ्यो, म आफै बनाउनु पऱ्यो। त्यो युट्युबमा चाहिँ रियल प्रोसेस नै देखाइदिरहेको हुन्छ। सब्लिमेसन कसरी भइरहेछ,
प्र्याक्टिकलै गरेर देखाइदिया हुन्छ कि त्यो भएपछि तिमीलाई बुझ्न एकदमै सजिलो हुन्छ है। पऱ्यो भने म त्यसको स्लाइडहरू पनि देखाइदिन्छु, तर त्यो स्लाइड अब नेटबाट तानेको स्लाइड हेर्नलाई मैले बनाएको स्लाइड भएको भए पो मैले देखाउनु, तिमीले आफै नेटमा खोज्यो भने भेटिहाल्छु है। क्रोमेटोग्राफी भनेपछि मोस्ट मोडर्न टेक्निक भनेर सम्झिने। फर्स्ट क्वेसन मोडर्न टेक्निक हो यो, टेक्निक अफ प्युरिफिकेसन। यही क्वेसन सोधेको छ, ए लाइन, विच अफ द फलोइङ इज द मोस्ट रिसेन्ट अर मोडर्न टेक्निक फर प्युरिफिकेसन, युजफुल फर अल सलिड लिक्विड एन्ड ग्यास है। यो चाहिँ फर, यसको एउटा लिमिटेसन के हो थाहा छ नि, कलरफुल, कलरफुल सलिड लिक्विड अर based on the principle of, very very important question here, based on the principle of, कसैले भन्न सक्छ? सेलेक्टिभ एड्जर्प्सन। यो वर्डको मिनिङ थाहा छ कि छैन? एड्जर्प्सन थाहा भएन सर। सेलेक्टिभ एड्जर्प्सन भन्ने वर्डको मिनिङ थाहा छैन है। एब्जर्प्सन भन्ने थाहा छ? एब्जर्प्सन, एब्जर्प्सन भनेको त सोच्नु भयो। सोच्नु भयो, ओके। एब्जर्प्सन भनेको सोच्नु भयो। जस्तै तिमी चनालाई पानीमा राख्यो भने चनाले पानी के गर्छ, एब्जर्ब गर्छ कि एड्जर्ब गर्छ भनेर सोध्न सकिन्छ कि तिमीलाई। एउटा सजिलो तरिका बुझाउनलाई, चनालाई पानीमा राख्यो भने अथवा केराउलाई तिमी पानीमा राख्यो भने चना अथवा केराउले पानीलाई एब्जर्ब गर्छ कि एड्जर्ब गर्छ होला? एड्जर्ब हो र त्यो? होइन, एब्जर्ब र एड्जर्ब भनेको दुईटा चिज एउटै शब्द, एउटा मात्रै डिफरेन्स के छ भन्दा एड्जर्प्सन इज अ सर्फेस फेनोमेनन, एब्जर्प्सन इज अ बल्क फेनोमेनन। यदि त्यो चनाले चनाको बाहिरको जस्तो पानी गएर चनाको बाहिरको सर्फेसमा मात्रै टाँसिएर चना ठुलो देखेको हो कि त्यो चनामा चाहिँ भित्रैसम्म पानी पसेको छ? भित्रैसम्म पानी पसेको हुन्छ। हो, त भित्रैसम्म होल बडीले त्यसलाई वाटर एब्जर्ब गरे हो नि त, त्यसलाई एब्जर्प्सन भन्छौँ। तर यदि त्यसको सर्फेसमा मात्रै पानी टाँसिएर बसेको भए एड्जर्प्सन भन्छ। एड्जर्प्सन भन्छ। एड्जर्प्सन इज अ सर्फेस फेनोमेनन, एब्जर्प्सन इज अ बल्क फेनोमेनन। त्यसको सबभन्दा मेन डिफरेन्स त्यही हो। एड्जर्प्सन भनेको सर्फेस फेनोमेनन, एब्जर्प्सन भनेको बल्क फेनोमेनन है। अनि क्रोमेटोग्राफीमा चाहिँ के हुन्छ त भन्दा कुनै पनि कम्पाउन्डहरू त्यसको सर्फेसमा टाँसिएर बस्छ अथवा सर्फेस हुँदै हुँदै मात्रै हिँड्छ, त्यसको भित्र छिर्दैन, सर्फेसले मात्रै लिएर मुभ गर्छ, त्यसलाई एड्जर्प्सन भन्छ है। कुरा बुझ्यौ नि? सो सेलेक्टिभ एड्जर्प्सन भनेको कुरा भनेपछि एउटा डिफ्रेन्ट सोलिड्सहरू छन्, त्यो डिफ्रेन्ट सोलिड्सहरूको रेट अफ एड्जर्प्सन पनि के हुन्छ त? डिफ्रेन्ट नै हुन्छ होला। डिफ्रेन्ट नै हुन्छ। अनि रेट अफ एड्जर्प्सन डिफ्रेन्ट हुने बित्तिकै रेट अफ मुभमेन्ट पनि के हुन्छ त? डिफ्रेन्ट। जस्तै यस्तो हुन्छ है, एउटा मैले तिमीलाई यहाँनिर के गरेँ त भन्दा एउटा भाँडामा, एउटा सानो भाँडामा ब्ल्याक इङ्क, ब्लू इङ्क, रेड इङ्क अनि ग्रिन इङ्क, ब्ल्याक ब्लू रेड ग्रिन है, चारवटा ब्ल्याक ब्लू अनि रेड ग्रिन राखेर दिएँ है। यो मलाई मात्रै थाहा छ मैले यहाँ चारवटा इङ्क मिसाएको छु भनेर। त्यो मिसाइसकेपछि त्यहाँ कुन कुन इङ्क छ भने तिमीलाई थाहा हुन्छ र? कलर चेन्ज हुन्छ नि होइन? हो। अब त्यो इङ्क मिक्सचर अफ इङ्क कुन कुन इङ्क छ र त्यो इङ्क सेपरेट गर भनेर तिमीलाई कसैले काम गरायो भने तिमीसँग एउटा मात्रै टेक्निक छ, एड्जर्प्सन। के गर्ने भन्दा क्रोमेटोग्राफी। मैले तिम्रो र मेरो बिचमा एउटा सम्झौता भयो, मैले तिमीलाई 1 लाख रुपियाँ दिएँ, ओके, 10,000 रुपियाँ दिएँ जम्मा, अनि तिमीले मलाई तिर्नु पर्ने छ 1 महिना पछाडि। हामीले एउटा कागज लेख्यौँ, कागजमा चाहिँ फलानु मान्छेले मसँग 10,000 रुपियाँ लिएको, यति दिनमा यति % ब्याजमा तिर्ने गरेर लिएको भनेर हामीले कागज बनायौँ। अनि मैले चाहिँ त्यो 10,000 रुपियाँ थियो नि लेखेको ठाउँमा, हजुर, मैले एउटा 0 थपेर 1 लाख बनाइदिएँ। अनि 1 महिना पछाडि तिमी 10,000 लिएर तिर्न आउँदा यहाँ त 1 लाख लिएर गएको होस् भनेर मैले तिमीलाई देखाइदिएँ। तर तिमीलाई थाहा छ कि 10,000 मात्र लागेको, मैले 1 लाख बनाइदिएको।
अब अब त त्यो त पुलिस केस हुन्छ नि त होइन र? हजुर पुलिस केस हुन्छ, त्यो पुलिसलाई थाहा नै हुँदैन कि तिमीले झुट बोलिरहेको छौ कि मैले झुट बोलिरहेको छु भनेर। हजुर अब अदालतमा पुग्यो केस, अदालतमा पुगिसकेपछि अदालतमा वकिलले चाहिँ त्यो फैसला कसरी गर्छ केसको भनेर सोध्यो भने आन्सर इज अगेन क्रोमेटोग्राफी हो। बुझ्यौ नि? हजुर आन्सर इज अगेन क्रोमेटोग्राफी नै हो। किनभने तिमीले जुन टाइममा जुन इङ्क युज गरेको थियौ नि, हजुर मैले त्यही टाइममा इङ्क त्यही युज गरेको त होइन। तिमीले आँखा अगाडि 10,000लाई 1 लाख बनाइदिएको भए चाहिँ तिमी फस्छौ, तिमी हार्छौ हजुर है। हजुर किनभने त्यही टाइममा बनाउँदाखेरि तिमीले यादै गरेनौ, खालि एउटा सुन्ना बढी भएको कुरा यादै गरिँदैन नि प्रायः। त्यस्तो भयो भने चाहिँ तिमी हार्छौ। तर केही समय पछाडि र अथवा अर्को इङ्क युज गरेर गरेको छ भने म हार्छु। किनभने त्यतिखेर डिफ्रेन्ट इङ्कको डिफ्रेन्ट रेट अफ एब्जर्प्सन हुन्छ। त्यही इङ्क पनि तिमी केही समय पछाडि युज गर्दाखेरि त्यसमा जुन कन्सन्ट्रेसन हुन्छ नि, इङ्कको कन्सन्ट्रेसन एकदमै बराबर हुँदैन कि। त्यो मार्केटमा त्यस्तो इङ्क दुनियाँमा कुनै पनि छैन जसमा इङ्कमा सोल्युट लिक्विडको कन्सन्ट्रेसन बराबर होस् भने। घरि लेख्दाखेरि अलिकति बाक्लो, घरि लेख्दा अलिकति पातलो, त्यो लेख्न सक्ने सम्भावना पनि हुन्छ, भइरहेको हुन्छ नि। कारण त्यही हो। अनि भन्छ त्यतिखेर चाहिँ एउटै इङ्क पेनले लेख्दाखेरि पनि एड्जर्सनको रेट फरक फरक परिदिन्छ। र जजलाई चाहिँ एउटै पोइन्ट आयो भने के हुन्छ त भन्दा त्यो त्यही टाइममा लेखेको यो 1 लाखै हो भन्ने हुन्छ। डिफ्रेन्ट पोइन्टमा मुभ भयो भने चाहिँ यो चाहिँ फरक टाइममा लेखेको र म दोषी हुन्छु कि भन्छ। त्यो केसको सल्टाउने काम चाहिँ कुन टेक्निकबाट गरिन्छ भनेर सोध्यो भने फेरि के भन्ने? क्रोमेटोग्राफी हो भन्छ। मिक्सचर अफ इङ्क आर सेपरेटेड बाई भनेर सोध्यो भने के भन्ने? क्रोमेटोग्राफी। ओके, तिमीलाई कसैले ल्याएर रेड रोज दियो, त्यो रेड रोजलाई तिमी त्यसको रेड कलर निकालिदिनु पर्यो, त्यहाँबाट मुभ गराइदिनु पर्यो, हटाइदिनु पर्यो र त्यसलाई व्हाइट मात्रै बनाउनु पर्यो। कुन टेक्निक युज गर्छौ भनेर सोध्यो। अगेन क्रोमेटोग्राफी। क्रोमेटोग्राफी भनेको चाहिँ सबभन्दा फर्स्टमा रसियन बोटनिस्टले युज गरेको स्वेट भन्ने। स्वेट भनेको बोटनिस्ट हो यो। कुनै कुनै बुकमा स्विडिस बोटनिस्ट लेखा हुन्छ, कुनै कुनैमा रसियन लेखा हुन्छ। त्यो कहाँको भनेर सोध्नेवाला छैन, छोडिदियो, बोटनिस्ट हो। किन युज गरेको त भन्दा टु सेपरेट प्लान्ट पिगमेन्ट। प्लान्ट पिगमेन्टहरू सेपरेसनको लागि युज गरे। प्लान्ट पिगमेन्ट भन्छ प्लान्ट पिगमेन्ट भनेको पिगमेन्टले गर्दा प्लान्टमा कलर आउने होइन र? हो सर। हो, त्यो कलरफुल पिगमेन्टहरूलाई सेपरेट गर्नको लागि युज गरेको टेक्निक हो। पछि चाहिँ यो केमिस्ट्रीमा यति युजफुल भयो, ड्रग्सहरूमा मेडिसिनहरूमा यति युजफुल भयो। अनि यो इम्प्युरिटिजहरूलाई प्योर बनाउन 100% प्योर भन्छ कि क्रोमेटोग्राफिक टेक्निकबाट प्युरिफाई गरिसकेपछि जुन सब्सटेन्सेस आउँछ नि त्यसको प्युरिटी 100% हुन्छ। 100% प्योर सब्सटेन्सेस आउँछ। हजुर सर। त्यही भएर यो वान अफ द मोस्ट एक्सपेन्सिभ टेक्निक पनि हो। अनि एकदमै फाइन इम्प्युरिटिजहरू छ भने पनि यो टेक्निकबाट सेपरेसन गर्न सकिन्छ, भेरी फाइन इम्प्युरिटिज। र स्याम्पल एकदमै थोरै छ भने पनि केही फरक पर्दैन है। अब यो टेक्निक युज गर्न मिल्ने के को लागि हो त भन्दा मिक्सचर अफ इङ्क। प्रोसेस पनि अलिकति सरर भनिदिनु न सर, त्यसो भयो भने अलिकति कन्सेप्ट भयो भने त म बुझाइदिइहाल्छु है। इक्जाम्पल लेखेपछि यसको प्रोसेस बुझाइदिन्छु है। मिक्सचर अफ इङ्क, प्लान्ट पिगमेन्ट्स, इन्जाइम्स अनि भेरी फाइन इम्प्युरिटिज र कलरफुल सब्सटेन्सेस भनौँ ओभरअलमा, कलरफुल सब्सटेन्सेस एसेक्ट्रा भन्ने। म कुनै एउटा क्रोमेटोग्राफीको कुनै एउटा इक्जाम्पल लिन्छु है तिमीलाई प्रोसेस बुझाउनको लागि। कुनै एउटा टेक्निक छ जसमा एउटा सिम्पल टेक्निक, सबभन्दा सजिलो टेक्निक जुन तिमी घरमा पनि गर्न सक्छौ। तिमीसँग यो घरमा पनि गर्न मिल्ने टेक्निक हो यो है। सबैले आफ्नो घरमा गर्न सक्छ त्यो टेक्निकको बारेमा। त्यो टेक्निक गरेर पनि क्रोमेटोग्राफीको बारेमा तिमीहरू जान्न सक्छौ। म एउटा हुन त दुईटै टेक्निक गर्न सकिन्छ, म चाहिँ त्योभन्दा पनि इजिली एभाइलेबल केही दुःख गर्न नपर्ने टेक्निक चाहिँ सिकाइदिन्छु, पेपर क्रोमेटोग्राफी भनेर है। त के हुन्छ हेर है, यो साह्रो पर्दैन, हेर्ने मात्रै है। यो केही म बुझाउँछु मात्रै। पेपर क्रोमेटोग्राफी। हजुर सर, लेखेरै बुझाउनुहुन्छ? बुझाउँछु म, हेर। क्रोमेटोग्राफी
पिक्चर जस्ट क्लियर भइहाल्छ है, लेख्नै पर्दैन। पेपर क्रोमेटोग्राफीमा के गरिन्छ भने एउटा फिल्टर पेपर लिइन्छ, वाटमेन 40 अथवा 42 जुन युज गरे पनि हुन्छ, पाएसम्म 42 युज गर। वाटमेन 42 फिल्टर पेपर, यो फिल्टर पेपरको नाम हो, जुन तिमीलाई ल्याबमा दिन्छ त्यो प्राय 40 हुन्छ, 42 युज गर्यो भने राम्रो हुन्छ, अझै राम्रो हुन्छ एब्जर्प्सन है। वाटमेन 42 फिल्टर पेपर अर 40 भए पनि हुन्छ है, सजिलै पाइन्छ 40, जुनसुकै पुस्तक पसलमा गए पनि किन्न पाइन्छ 40 चाहिँ। वाटमेन 42 अथवा 40 फिल्टर पेपर लिने। त्यो फिल्टर पेपरलाई चाहिँ मैले यो साइजमा काटेँ, यो साइजमा 42 फिल्टर पेपरलाई मैले काटेँ है। हजुर सर, बुझ्यौ नि। अनि मसँग यहाँनिर मिक्सर अफ इङ्क थियो नि अघिको, 4-5 वटा इङ्क छ होइन, हो त्यो इङ्क थियो नि, त्यो इङ्कलाई चाहिँ मैले यो वाटमेन 42 फिल्टर पेपरको बेसमा एउटा लाइन ताने पेन्सिलले, यो पेन्सिलले लाइन ताने अनि क्यापिलरी ट्युब लिएँ, एउटा सानो क्यापिलरी ट्युब भने थाहा छ कि छैन? थाहा छ सर, सानो कम भएको, सानो एकदमै, त्यो त्यसको डायमिटर कम भएको एकदमै सानो, अनि ग्लास ट्युब त हो नि, हजुर क्यापिलरी ट्युब भन्छ, एकदमै सानो। त्यो क्यापिलरी ट्युबलाई मैले यो मिक्सर अफ इङ्क भएको भाँडामा टच मात्रै गरे पुग्यो नि त, क्यापिलराइज भइहाल्छ नि, त्यहाँ आइहाल्छ नि कम्पाउन्डहरू होइन। हजुर सर, हो त्यो क्यापिलरी ट्युबले यसलाई छोएँ पहिला, यो मिक्सरलाई छोएर त्यो क्यापिलरी ट्युबमा जे कम्पाउन्ड आयो नि त्यसमा त सबै आयो नि त, यहाँ भएको जति आएन? आयो सर। हो त्यो मिक्सरलाई लगेर यो लाइन जहाँ तानेको छु नि बेस लाइन, त्यहाँ लगेर क्यापिलरी ट्युबलाई टच गराइदिएँ। टच गराउने बित्तिकै फेरि त्यहाँ भएको कम्पाउन्डहरू सबै त आयो कि आएन? आयो, डिफ्रेन्ट आयो नि त। हो ल भयो, अब हाम्रो फिल्टर पेपर रेडी भयो। यो हाम्रो एड्जर्ब्स, यसलाई हामी चाहिँ के भन्छौँ त भन्दा, यो सर्फेस फिल्टर पेपरको सर्फेस चाहिँ वाटमेन 42 फिल्टर पेपर सर्फेस चाहिँ कस्तो हुन्छ त भन्दा, यसमा लिक्विडहरू एब्जर्ब हुँदैन, एड्जर्ब हुन्छ कि, त्यही भएर यो वाटमेन 42 फिल्टर पेपर चाहिँ युज गर्न मिल्छ भनेको कारण चाहिँ। अब किन त मैले भन्दा यतातिर एउटा बिकर लिएँ, एउटा सानो बिकर, त्यो बिकरमा मैले सल्भेन्ट राखेँ। सल्भेन्ट चाहिँ म राख्दाखेरि पोलारिटीको बेसिसमा सल्भेन्ट राख्छु, एकदमै नन पोलर सल्भेन्टहरू राख्छु, प्राय एकदमै नन पोलर, जस्तै इथर क्लोरोफर्महरू राख्छु। ल क्लोरोफर्म प्लस इथर पनि राखेँ, इथर अथवा क्लोरोफर्म अथवा दुइटैको मिक्सर राखे पनि हुन्छ, यो नन पोलर सल्भेन्ट हो। किन नन पोलर सल्भेन्ट किन युज गरेको भन्दा, पोलर सल्भेन्टमा चाहिँ प्राय धेरै कम्पाउन्डहरू घुलेर अनि तिनीहरूको मुभमेन्टको रेट चाहिँ अलमोस्ट सेम बनाइदिन्छन् कि, त्यही भएर सकेसम्म चाहिँ नन पोलर सल्भेन्ट युज गर्नुपर्छ है। अनि के गरेँ त मैले भन्दा, यो क्यापिलरी यो फिल्टर पेपर छ नि, फिल्टर पेपरलाई एउटा ग्लास रडमा बेरेँ अलिकति, अनि त्यो ग्लास रडमा अलिकति बेरेर माथि टुप्पाबाट स्ट्याप्लर लगाइदिएँ। किन लगाएको भन्दा त्यो फिल्टर पेपर चाहिँ अब नझरोस्, अडिएर बसोस् भन्नलाई मात्रै हो। अनि त्यो ग्लास रड सहित नै यो बिकर र राख्दाखेरि यसको एरेन्जमेन्ट यस्तै राख्छु नि मैले, हेर त के हुन्छ त भन्दा, यो फिल्टर पेपरको बेस लाइनले चाहिँ लिक्विडलाई छोएको हुन्छ है। हजुर सर, फिल्टर पेपरको बेस लाइनले चाहिँ लिक्विडलाई छोयो, एकछिन। अनि तर जुन मैले लाइन तानेको थिएँ नि, हजुर त्यो लाइन चाहिँ लिक्विड भन्दा बाहिरै पर्यो, लिक्विडलाई छोएको छैन त्यो लाइनले चाहिँ। ल्याएर जहाँनिर मैले स्याम्पल राखेको थिएँ नि, हजुर त्यो लाइन चाहिँ लिक्विडमा डिजल्भ गर्नु हुँदैन है फेरि। हजुर सर, फिल्टर पेपरको टुप्पोले चाहिँ लिक्विडलाई छुने, तर बेस लाइन चाहिँ लिक्विडमा नराख्ने। अब के हुन्छ त भन्दा, फिल्टर पेपर त लिक्विडलाई टच गर्यो, त्यो लिक्विड त फिल्टर पेपर माथि हिँड्छ, एड्जर्ब हुन्छ। हेर फिल्टर पेपरको खुबी हो के त। अनि फिल्टर पेपरबाट लिक्विड मुभ सर्फेसमा मुभ हुँदै गर्दाखेरि लिक्विड मात्रै मुभ हुन्छ कि लिक्विडले यो मिक्सर अफ इङ्कलाई पनि मुभ गराउँछ? मिक्सर अफ इङ्कलाई पनि मुभ गराउँछ। हो मिक्सर अफ इङ्कलाई पनि मुभ गराउँछ। एउटा स्पोर्ट पुग्छ यहाँनिरै, अर्को स्पोर्ट पुग्छ यहाँनिरै, अनि अर्को स्पोर्ट पुग्छ यहाँनिरै, ल हेरे, अनि अर्को स्पोर्ट देखिन्छ यहाँनिरै, ल हेरे, भन्छ त कतिवटा स्पोर्ट आयो त? 4-5 वटा स्पोर्ट आयो। जतिवटा आयो त्यतिवटा कम्पाउन्ड छ त्यहाँनिर, कुरा बुझ्यौ नि? बुझ्यो सर। हो अब सेपरेट भयो कि भएन डिफ्रेन्ट कम्पाउन्डहरू? सेपरेट भयो सर।
अनि तिमीलाई चाहिएको छ यसमध्ये एकदमै इम्पोर्टेन्ट संसारकै महँगो औषधि छ यो येल्लो स्पोर्टबाट बन्छ भने के गर्ने? फेरि अब यति येल्लो स्पोर्ट मात्रै भएको फिल्टर पेपरलाई काट्दिने, यतिलाई काट्ने, काटेपछि यहाँ येल्लो स्पोर्ट त छ, त्यो फिल्टर पेपरलाई लगेर केमा डिजल्भ गर्ने त? वाटरमा डिजल्भ गर्ने या केमा डिजल्भ गर्ने, जेमा घुल्छ त्यसमा डिजल्भ गरिदिने। अनि डिजल्भ गरिसकेपछि अब त्यहाँबाट के गर्ने? त्यो वाटरलाई उडाइदिने, वाटर त इजिली उड्छ, अनि त सोलिड मात्रै रह्यो कि रहेन त बिकरमा अथवा सानो भाँडामा? रह्यो सर। भने त्यहाँबाट त्यो एकदमै थोरै मात्रामा भए पनि आइसोलेट गर्न मिल्यो कि मिलेन? मिल्यो। भने यसको इम्पोर्टेन्स त्यही हो क्या, 100% प्योर पनि पाइयो, त्यहाँ त त्यो स्पोर्टभित्र त अरू केही पनि छैन नि त, त्यो मात्रै छ नि त, अरू केही छैन, त्यो मात्रै छ, अरू केही पनि छैन भने चाहिँ 100% प्योर पनि पाइयो, अनि त्यसलाई आइसोलेट गर्न पनि मिल्यो, फेरि फर्काएर ल्याउन पनि मिल्यो। हजुर। त्यही भएर यो वान अफ द मोस्ट ओल्ड बेस्ट टेक्निक भन्ने गरिन्छ अहिलेको अर्ग्यानिक केमिस्ट्रीहरूको अथवा बायोकेमिस्ट्रीहरूको रिसर्चमा। यो टेक्निक बिना रिसर्च केही पनि सम्भवै हुँदैन। क्रोमेटोग्राफी त्यति इम्पोर्टेन्ट हो। मैले एउटा सिम्पल इक्जाम्पल दिएको, यस्तो गरेर होइन, अहिले त ठुलो स्केलमा गराउनुपर्छ क्रोमेटोग्राफिक टेक्निक, त्यसको लागि कोलुम क्रोमेटोग्राफीहरू गरिन्छ कि। कोलुम क्रोमेटोग्राफी भनेको एउटा ग्लासको कोलुम हुन्छ, त्यो ग्लासको कोलुममा चाहिँ सिलिका जेलहरू राखेर तलपट्टि सिलिका जेल राखिन्छ कि, कोलुमको एकदमै ठुलो कोलुम लिएको हुन्छ, अनि त्यसको तल सिलिका जेल भनेको थाहा छ नि, सिलिका जेलले पनि एड्जर्प्सनको काम गर्छ कि। हजुर सर। अथवा एल्मुना भन्ने सुनेको छ? अल्मुना सुनेको छ सर, त्यो चाहिँ त्यो ओरको कुन चाहिँ लिचिङ प्रोसेसमा सुने जस्तो लाग्थ्यो। धेरै ठाउँमा युज हुन्छ। अब क्लास 12मा पनि 11मा पनि पढ्नु पर्ने हो। एल्मुना भनेको अल्मुनियम अक्साइड अरू केही पनि होइन, Al2O3 हो। अनि त्यो ठिक छ, एल्मुनाले पनि एड्जर्प्सनको काम गर्छ, एल्मुनाले पनि एड्जर्प्सनको काम गर्छ, अथवा सिलिकाले पनि एड्जर्प्सनको काम गर्छ। त्यो ग्लासको के अरे ट्युबमा चाहिँ त्यसमा चाहिँ पहिला सिलिका जेल अथवा एल्मुना जेलहरू प्याक गरिन्छ। जेल भनेको त्यसलाई पानीमा घुलाएर प्याक गरिन्छ है। प्याक गरिसकेपछि माथिबाट एकदमै धेरै मात्रामा कम्पाउन्डहरू खनाइदिने, मिक्सर अफ कम्पाउन्ड हुन्छ नि त, त्यो खनाइदिने बित्तिकै त्यसको एड्जर्प्सनको रेट त फरक हुन्छ नि त। भनेपछि कोही कम्पाउन्ड मुभ हुँदै अलिकति तल 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 झर्छ नि त, त्यो ग्लासको ट्युब त ठुलो छ, ठुलो हुँदाखेरि त के हुन्छ त भन्दा जति धेरै कम्पाउन्ड भए पनि डिफ्रेन्ट हजारवटा ब्यान्ड आए पनि सेपरेट गर्न मिल्छ कि, एकैचोटि 1000वटासम्म कम्पाउन्ड सेपरेट गर्न मिल्छ। त्यो चाहिँ अहिलेको मोडर्न टेक्निक हो। त्यही भएर है, ल सो बुझ्यौ नि यो कसरी गरिन्छ भन्ने कुराको एउटा इक्जाम्पल मात्रै दिएको मैले, यस्तो इक्जाम्पल है। ल सो यो भयो क्रोमेटोग्राफिक टेक्निक बेस्ड अन द प्रिन्सिपल अफ सेलेक्टिभ एड्जर्प्सन। एड्जर्प्सन भन्ने वर्डको मिनिङ पनि बुझ्यो आज? फेनोमेनन रहेछ। एब्जर्प्सन भनेको बल्क फेनोमेनन रहेछ। त्यसको दुईटैको मिक्सरलाई चाहिँ जब्सन भन्छ, SORPTION। जब्सन मात्रै भन्यो भने दुईटैको मिक्स्ड फर्म हो त्यो चाहिँ। फेरि एब्जर्प्सन प्लस एड्जर्प्सन इज इक्वल्स टु जब्सन भन्छ। अब त्यो बिएससीमा गएपछि पढ्नुपर्छ, यो +2सम्म त छैन एब्जर्प्सन एड्जर्प्सन्सहरू, अलिअलि वर्ड मात्रै हो जान्ने। तिमीलाई हाइड्रोजन इज एड्जर्ब्ड बाई अथवा एड्जर्ब इन भनेर सोध्थ्यो नि, तिमीले पढेको पढेन? क्लास 11मा हाइड्रोजन पढ्दाखेरि हाइड्रोजन केमा एड्जर्ब हुन्छ भनेर पढेको पढेन? खोइ सर, हजारमा पढ्नु थियो लास्टतिर, त्यस्तो धेरै। ओके, हाइड्रोजन होइन, त्यो त जान्नुपर्छ। त्यो तिमीहरूको इन्जिनियरिङको त यो एकदमै इम्पोर्टेन्ट क्वेसन छ। इनअर्ग्यानिक केमिस्ट्री त इन्जिनियरिङमा सोध्छ है, याद गर्नु पर्यो, छुटाउनै भएन। अनि प्यालेडियम, हाइड्रोजन इज एड्जर्ब इन प्यालेडियम भनेर पढेन? अक्सिजन ग्यास चाहिँ केमा एड्जर्ब हुन्छ तिमीलाई थाहा छ? कसैलाई थाहा छ भने भन त ल। अक्सिजनको एड्जर्प्सन केमा हुन्छ? एनीबडी? कसैलाई केही आइडिया छ भने भनिहाल। अक्सिजनको एड्जर्प्सन छैन? ओके, तिमीले सुन्या होला पाइराग्यालोल भन्ने सुनेको छ? सुनेन? ओके, पाइराग्यालोल भनेको फिनोलको डेरिभेटिभ हो। 1,3,5 ट्राइहाइड्रोक्सी, 1,2,4 ट्राइहाइड्रोक्सी, तिनीहरू सुन्यो होला, सुन्नुपर्ने हो, पढ्नुपर्ने हो। फिनोल पढाइ भयो भने पढाउनुहुन्छ सरले कलेजमा पनि, त्यतिखेर पढाउला। पाइराग्यालोलमा चाहिँ अक्सिजन एड्जर्ब हुन्छ भनेर थाहा पाउनु पऱ्यो। हाइड्रोजन चाहिँ एड्जर्ब इन प्यालेडियम भनेर थाहा पाउनु पऱ्यो। अब म इनअर्ग्यानिक केमिस्ट्री पढाउँछु, मलाई इन्जिनियरिङको इनअर्ग्यानिक केमिस्ट्री पढाउन अलि रमाइलो लाग्छ, किनभने साह्रै सजिला क्वेसन्सहरू सोध्छन्, धेरै गाह्रो क्वेसन्सहरू सोध्दैन। त्यही कुराहरू हामी फोकस गर्छौँ। अनि विनोद सरले पढाउनुहुन्छ यो विकबाट। विनोद सर भनेको एकदमै इन्ट्रान्सको एकदमै फेमस, एकदमै एक्सपिरियन्स, मलाई पनि पढाउनु भएको सर हो, तर अझै पनि राम्रो पढाउनुहुन्छ। मलाई पनि पढाउनु भएको भने चाहिँ बुझ न कति पुरानो हुनुहुन्छ, धेरै पुरानो सर हो।
यो हप्ताबाट पढाउँछु भन्नुभएको छ, सायद यो अब आउने हप्ताबाट सरले लिनुहुन्छ क्लास। इनअर्ग्यानिकको सकेसम्म सरलाई नै धेरै भन्छु, तर केमिस्ट्रीको एक हप्तामा एउटा या दुईवटा भन्दा क्लास गराउन मिल्दैन, किनभने फिजिक्स र म्याथ इम्पोर्टेन्ट छ। त्यही भएर मैले अलिकति गाह्रो भएको छ। म पनि एक हप्ता बिराएर या 2 हप्ता बिराएर त्यसरी पढाउँछु है। फिजिक्स र म्याथलाई हामी बढी फोकस गर्नुपर्ने छ। म्याथको क्लासेसहरू अलिक बढी हुन्छन् अब फ्रिक्वेन्टली। सरहरू आइसक्नु भएको छ अब फेरि, अरू सरहरू पनि। त्यही भएर केमिस्ट्री चाहिँ टेन्सन छैन। केमिस्ट्री त अलि सजिलो सब्जेक्ट हो, थोरै पढे पनि हुन्छ। ल सो बुझ्यो है, यहाँसम्मको टेक्निक बुझ्यो। तिमीले सोलिडको टेक्निक सेपरेसन गर्न जान्छ, सोलिड कसरी सेपरेट गर्ने भन्ने थाहा भयो। 3टा टेक्निक। अनि कुनै पनि कम्पाउन्ड अब सोलिड प्युरिफाई गरिसकेपछि त प्योर भयो कि भने कसरी थाहा पाउने? फेरि अर्कोचोटि अझ एकचोटि एडजप्सन गरिदिने भने थाहा हुन्छ कि होइन त्यो कम्पाउन्ड त्यो त एकदमै लेन्दी प्रोसेस भयो, त्यत्रो दुःख किन गर्छौ? सोलिड प्योर छ कि छैन कसरी थाहा पाउने? कसैले पनि भन्न सकेन सोलिड कसरी प्योर छ कि छैन चिन्ने तरिका? सोलिडको लागि त्यसको शार्प मेल्टिङ पोइन्ट हेर्ने हो क्या। शार्प मेल्टिङ पोइन्ट निकाल्नलाई 5 मिनट पनि लाग्दैन। 5 देखि 10 मिनट, म्याक्सिमम 10 मिनट लाग्छ भनौँ न। 10 मिनटमा थाहा हुन्छ त्यो सोलिड प्योर छ कि छैन भनेर। जस्तै क्याम्फरको मेल्टिङ पोइन्ट 51 डिग्री छ। हजुर सर। अहिले त अझै एउटा नयाँ टेक्निक आएको छ, मिक्स्ड मेल्टिङ पोइन्ट भन्ने, त पनि बुझाइदिन्छु। मिक्स्ड मेल्टिङ पोइन्ट भन्ने छ, अहिलेको नयाँ टेक्निक हो यो चाहिँ। तर पहिला चाहिँ शार्प मेल्टिङ पोइन्ट भन्छ। तिमीलाई क्याम्फरको मेल्टिङ पोइन्ट पहिले थाहा हुन्छ कि होइन? कुनै किताबमा डाटा हेरेर थाहा भइहाल्छ। अनि तिमीले एउटा कम्पाउन्ड बनाएको, बास्ना सुँग्दाखेरि क्याम्फर जस्तो लाग्यो है। तर मैले के भने, क्याम्फरको जस्तो बास्ना आउने कम्पाउन्ड नेप्थालिन पनि हुन्छ। आर्टिफिसियल क्याम्फर भन्ने अर्कै छुट्टै अर्ग्यानिक कम्पाउन्ड पनि हुन्छ। परक्लोरोइथेन भन्छ आर्टिफिसियल क्याम्फर भनेको, त्यो पनि क्याम्फर जस्तै हुन्छ हेर्दाखेरि। अनि त बास्ना क्याम्फरको जस्तो आयो भने त क्याम्फर हो भन्न पाइन्छ कि पाइँदैन? पाइँदैन नि त। हो भने पछाडि त अब त क्याम्फरै हो कि होइन चेक गर्नको लागि तिमीले के गर्छौ त भन्दा, त्यसको मेल्टिङ पोइन्ट लिन्छौ। जस्तै क्याम्फरको मेल्टिङ पोइन्ट 51 डिग्री छ, त्यो कम्पाउन्डको पनि मेल्टिङ पोइन्ट 51 आइदियो भने त क्याम्फर हो कि होइन? क्याम्फर हो। 100% प्योर क्याम्फर हो कि होइन? सबै सँगै मेल्ट हुन्छ भने चाहिँ सबै सँगै मेल्ट हुन्छ भने चाहिँ 100% प्योर क्याम्फर भएन। त्यही टेम्परेचरमा मेल्ट भएपछि त सक्यो नि त। हजुर। तर 51 देखि मेल्टिङ पोइन्ट मेल्ट हुन सुरु गर्यो, 55 56 सम्म पनि पुग्यो भने, मेल्ट भइराख्यो भने त कम्पाउन्ड क्याम्फरै हो नि। तर 100% प्योर हो कि होइन? होइन होला 100% प्योर। होइन नि त है। अनि अर्को कुरा मलाई भन न, इम्प्युरिटिजले मेल्टिङ पोइन्ट बढाउँछ कि घटाउँछ? क्लास 11 को क्वेसन हो, फिजिक्सको। इम्प्युरिटिजले चाहिँ बढाउँछ होला सर। मेल्टिङ पोइन्ट बढाउँछ कि घटाउँछ? आइस र आइसक्रिममा कुन बढी चिसो हुन्छ? क्वेसन सोध्थ्यो नि त। आइस र कुन चाहिँ बढी चिसो हुन्छ, आइस कि आइसक्रिम भनेर सोध्छ? आइसक्रिम बढी चिसो हुन्छ। आइसक्रिम बढी चिसो हुन्छ। भेरी गुड। आइसभन्दा आइसक्रिम बढी चिसो हुन्छ, किनभने आइसक्रिममा इम्प्युरिटिज हुन्छ, होइन र? हजुर सर। इम्प्युरिटिजले मेल्टिङ पोइन्ट के गर्छ त? बढाइदिन्छ। सो आइसभन्दा आइसक्रिम चिसो हुन्छ, होइन र? हो सर। हो त्यसरी क्वेसन तँ पढायो नि त क्लास 11मा। हो त्यस्तै हो। अनि मिक्स मेल्टिङ पोइन्टमा चाहिँ के गरिन्छ भन्दा, जस्तै एउटा त्यही क्याम्फरको इक्जाम्पल दिन्छु। त्यही हो त, क्याम्फरको इक्जाम्पल लियौँ हामीले। क्याम्फर बनायौँ, हामीलाई लाग्यो क्याम्फर हो। अनि हामी के गर्छौँ त भन्दा, यो क्याम्फरै हो कि होइन चेक गर्नलाई मार्केटबाट एउटा नयाँ क्याम्फर लिएर आउँछौँ है। 100% प्योर क्याम्फर किनेर लिएर आउँछौँ। त्यो तिमीले बनाएको भनेको क्याम्फरलाई पनि त्यो क्याम्फरसँग मिसाइदिन्छौ, मिसाएर मेल्टिङ पोइन्ट लिन्छौ। मिसाएर मेल्टिङ पोइन्ट लिँदाखेरि जस्तै 51 डिग्रीको मेल्टिङ पोइन्ट थियो भने 51 मै मेल्ट भयो भने 100% प्योर क्याम्फरै हो भन्ने थाहा भयो। अघि मैले भने जस्तै गरेर 55 तिर मेल्ट भयो भने त्यो क्याम्फरै हो, तर 100% प्योर छैन भन्ने थाहा भयो। तर मेल्टिङ पोइन्ट 110 डिग्री भइदियो भने त क्याम्फर हो कि होइन त? होइन।
क्याम्फरै होइन भन्ने पनि थाहा भयो कि अथवा डिफ्रेन्ट टेम्परेचरमा मेल्ट भयो भने त क्याम्फरै होइन भने थाहा भयो नि एउटा 100 एउटा 51 मा मेल्ट भयो अलिकति गरेर 110 मा मेल्ट भयो भने त क्याम्फर हो भएन हो त्यसलाई मिक्स मेल्टिङ पोइन्ट भनिन्छ अहिलेको टेक्निक चाहिँ त्यो हो भने कुनै पनि सोलिड प्योर भयो कि भएन भनेर चेक गर्नको लागि त्यसको मेल्टिङ पोइन्ट चेक गर्ने गरिन्छ शार्प मेल्टिङ पोइन्ट भनेको एक्ज्याक्टली फिक्स मेल्टिङ पोइन्ट हुनु पर्यो फिक्स मेल्टिङ पोइन्ट भयो भने क्याम्फरै हो भएन भने क्याम्फर होइन अथवा इम्प्योर छ भनेर थाहा पाउन सकिन्छ ल सो आज मैले प्युरिफिकेसन अफ सलिड अलिकति पढाएँ अर्को दिन लिक्विड पढाइदिन्छु टाइम गइसकेछ है के क्वेसन छ भने सोध त यतिमा छैन सर अरू पनि बोल्न है केटाकेटी हो किन बोलिरहेछन् तिमीहरू अमृता चापागाई बोलेकै छैन खै कहाँ गयो अमृता चापागाई अस्मिता सुवेदी भन्ने कहाँ छ खै सब भागिसकेछ यहीँ छन् सृष्टि अग्रवाल कहाँ गयो खै कृति कहाँ छ कृति कृति छ कि छैन क्लासमा छ नि भावेश कहाँ छ भावेश विराटनगरमै छ कि कता छ अनि खालि एउटा के बोल्दैन तिमीहरू क्वेसन सोसन सोध्दैन ल अलि धेरै पढ्ने है सबैजनाले ल आजलाई छुटौँ।